यहाँलाई हार्दिक नमस्कार। म बाबु रेग्मी। आज म रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर 5 को रातामाटा उदिनगा भन्ने यो गाउँमा छु। यो विशेष गरी हाम्रै गाउँ हो। म आज तपाईलाई सर एउटा के इन्फर्मेसन दिन चाहेको छु भन्दाखेरि हामीले देउसी भैलो खेलेर संकलन गरेको पैसा कहाँ लगानी लगायौं र के व्यवस्थापन गर्यौं भन्ने बारेमा म तपाईलाई थोरै जानकारी दिन चाहन्छु। हामीले गत वर्ष देउसी भैलो खेलेको सामान हामीले थोरै केही ल्याएका थियौं, त्यो छुटै छ। यो वर्ष हामीले देउसी भैलो खेलेको सामानको व्यवस्थापन हामीले यो टेन्टको व्यवस्थापन गरेका छौं। यो विशेष गरी बिहे पार्टी पूजा अनि यो हामीले देउसी भैलो खेलेको पैसा यसमा म्यानेज गरेका छौं। कतिपय साथीहरूले भन्नुहुन्छ होला हामीले देउसी भैलो खेलेको पैसा खै कहाँ गयो भनेर विवरण खोज्नुहुन्छ। त्यसको लागि चाहिँ आज मैले यो एउटा प्रत्यक्ष भिडियो बनाउन चाहेको छु। यो हामीले कति लगानीमा आयो, हामीसँग कति लगानी छ, त्यसको तथ्य विवरण पनि म केही भिडियोहरुमा बनाउने छु अरु पछाडीतिर। यो खास गरी विशेष हाम्रो यो अहिले यो टेन्ट यहाँसम्म आइपुग्दा समथिङ 60,000 रुपैयाँ खर्च भइसकेको छ। हामीले देउसी भैलो खेलेर लगभग 1 लाख भन्दा माथि नै हामीले केही पैसा संकलन गरेका थियौं। त्यसमध्ये हामीले 60,000 को यो व्यवस्थापन गरेका छौं टेन्ट। यो हाम्रो ग्लोबल युथ भिजन युथ क्लब यो गंगादेव गाउँपालिकाको रातामाटा र उदिनगाको एउटा टोललाई समेटेर बनाएको छौं। सबैजना साथीहरु भन्नाले पनि हामी सबै यो ग्लोबल भिजन युवा क्लब नै हो, किनकि हामीले सबै साथीहरुलाई समेटेर बनाएको छौं। यो टेन्ट कस्तो रहेको छ, टेन्टको डिजाइनिङ कस्तो रहेको छ, त्यसको बारेमा म तपाईलाई सर देखाउने छु। आज केटा यहाँ देखाउनु। यो हाम्रो यो किनकि यस्तो राम्रो डिजाइनिङ भएको कारणले यो टेन्टलाई चाहिँ अलिकति बेसी पैसा परेको, नत्र टेन्ट सस्तो पैसामा पनि आउँछ हैन। यसको डिजाइनिङ एकदमै बवाल छ। सर यतातिर हेर्यो भने राम्रो छ, यतातिर हेर्दा पनि राम्रो छ। यो माथिको देखाइदैन। यो हाम्रो खास लाइटिङको लागि व्यवस्थापन गर्ने डिजाइनिङ हो। यो हामी केही समय पछाडी यसमा लाइटिङहरु जोड्ने छौं। र यो चाहिँ हाम्रो कमलवलीको बिहेमा फर्स्ट आज उद्घाटन पनि यही गरियो। बिहेको लागि मण्डप हामीले यतातिर बनाएका छौं। यो विशेष गरी बिहेको लागि गाउँघरतिर यस्तै चल्ने छ। यो टेन्टमा छ नि जुन यो टेन्टमा हामीले भोलि वेडिङ भिडियो फोटोशूट गर्नको लागि चाहिँ एकदमै उपयुक्त देखिन्छ भनेर हामीले टिका लगाउनको लागि वेडिङ भिडियो फोटोशूट गर्नको लागि चाहिँ एकदमै व्यवस्थापन गरिसकेका छौं। भोलि बिहेको भिडियो फुल भिडियो तपाईहरुसँग हामी फेरि भिडियो दिनेछौं है त। धन्यवाद।